फाइनली जानेछौँ आज यहाँबाट। आज चाहिँ घोराइको बास हुन्छ होला। हाम्रो रुमको अवस्था चाहिँ यस्तो छ। मेरो बाबु सुतेको छ। उठ साइड चाहिँ कर्णाली चिसापानी भन्ने ठाउँमा लिएर राखेको छ गाडीले चाहिँ है। बाबुलाई चाहिँ भात खाएर भएन अरे, फलफुल खाने अरे, फल किनेर आउँदैछ। गुड मर्निङ साथीहरू, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा फेरि पनि। अहिले चाहिँ 7:30 भएको छ अनि हामी चाहिँ महेन्द्रनगरमै छौँ है। बस चाहिँ 8:15 बजीतिर जान्छ भनेको छ अरे। अब हेरौँ कतिखेर जान्छ। हामीले चाहिँ नास्ता पानी गरेर उल्टी नआउनेको दबाई पनि खाइसक्यौँ। मेरो चाहिँ जो मैले उहाँबाट प्याक गरेर लिएको थिएँ नास्ता त्यही चलेको छ अहिलेसम्म। फाइनली आज सकिएको छ है। हिजो आएर होटेलको खाएको थिएँ मैले सिम्पल दाल भात र नभए त मेरो त्यही चलेको थियो आजसम्म। अब चाहिँ हेरौँ अगाडि के कस्तो हुन्छ खानपिन। र फाइनली जानेछौँ आज यहाँबाट। आज चाहिँ घोराइको बास हुन्छ होला, घोराइ या दागको। सो हेरौँ के कस्तो हुन्छ है त। म त्योभन्दा पहिला बाहिरको नजारा देखाउँछु तपाईँहरूलाई। सो साथीहरू, बाहिरको नजारा चाहिँ हेर्न सक्नुहुन्छ है। एकदमै अँध्यारो छ, धुलो लाग्दो रहेछ यहाँ पनि। धुले भन्छ कि धुलो भन्छ के भन्छ। अनि हेर्न सक्नुहुन्छ यस्तै छ। अनि चिसो चाहिँ त्यति छैन है। फेरि उहाँको जस्तो चिसो चाहिँ छैन इन्डिया जस्तो। त्यही हो, हाम्रो रुमको अवस्था चाहिँ यस्तो छ। मेरो बाबु सुतेको छ। उठ साइड ओइ उठायो उठ्ने जाने। सो साथीहरू, हामी चाहिँ अब रेडी भएको छौँ जानलाई होइन, मास्क पनि लगाएर सबै। अब हेरौँ के कस्तो हुन्छ, बस आउँछ कि छैन देखाउने छु। यहाँनिर बाबु मास्क लगाएर हामी चाहिँ रेडी भइसकेको छौँ सबै। मेरो श्रीमानज्यू ल जानेछौँ, देखाउने छु तपाईँहरूलाई। बनिरहनु होला के कस्तो हुन्छ। ल साथीहरू, हामी चाहिँ लाग्यौँ है। यहाँदेखि बनिरहनु होला के कस्तो हुन्छ। चल हाम्रो बस चाहिँ यही हो है। दिन हेर दिन पानी गाडी चाहिँ हिँडेको छ यहाँबाट है। सो अहिले चाहिँ हामी खाना खानालाई उत्रेको छौँ। यहाँ चाहिँ कर्णाली चिसापानी भन्ने ठाउँमा लिएर राखेको छ गाडीले चाहिँ है। म तपाईँहरूलाई कर्णालीको पुल देखाउँछु। खतरनाक पुल, यति राम्रो होइन। हाम्रो खाना चाहिँ आइसकेको छ। अब चाहिँ खाऊँ है त। हामीले चाहिँ खाना पनि खायौँ है। अनि मेरो बाबु चाहिँ फल खाने अरे, व्यापारी किन्दै हुनुहुन्छ बाबु छोराले। बाबुलाई चाहिँ भात खाएर भएन अरे, फलफुल खाने अरे, फल किनेर आउँदैछ। उठु होला बसो। सानो सानो सुन्तला तर मिठो हुन्छ यो सुन्तला, मोलो हुन्छ। हामी चाहिँ अहिले लम्मे आइपुगेको छौँ है। टाइम भनौँ भने 5:07 भइसकेको छ। हामी चाहिँ लम्मै आयौँ साथीहरू, लम्मै पुग्यौँ। टाइम भनौँ भने 5 बजिसकेको छ है। क्या बोला
साथीहरू बल्ल बल्ल 6 बजिसकेको छ टाइम है 6 बजे पुरा हामीलाई अब चाहिँ अटोमा बसेर होटलतिर जाँदैछौँ साथीहरू हामी चाहिँ फाइनली पुगिसकेको छौँ घोराई है अनि होटलमा पनि पुगिसकेको छौँ हामी चाहिँ आजको भिडियो पनि हजुरहरूलाई के कस्तो लाग्यो मन परेमा चाहिँ एक सेयर गरिदिनु होला है आज पनि छोटै बनेको छ खासै धेरै देखाउन पाएन जे जस्तो थियो देखाएँ र फेरि भेटौँला भोलि अब भोलि यहाँदेखि माथि रोल्पाको यात्रा देखाउने छु बाघमाराको यात्रा कस्तो हुन्छ सो आजलाई यति नै है त साथीहरू बाई बाई